बाइनेन्समा भएको फन्डलाई हामी नेपालमा कसरी विथड्रल गर्ने भन्ने बारेमा आजको भिडियोमा देखाउने छु। लगइन गरे पछाडि यो अप्सनमा आएर ओभरभ्यूमा क्लिक गर्नुस्। यसमा ब्यालेन्स देखाउँदैछ समथिङ $5 जति। कुनै पनि करेन्सी बाइनेन्समा ट्रान्सफर गरे पछाडि त्यो अमाउन्ट हाम्रो यो स्पट वालेटमा आएर बस्ने हुन्छ। यो स्पटमा भएको हाम्रो फन्डलाई निकाल्नलाई फेरि फन्डिङमा ट्रान्सफर गर्नुपर्ने हुन्छ। स्पट र फन्डिङको टोटल भ्यालु यसमा ओभरभ्यूमा देखिने हुन्छ। यो स्पटमा म क्लिक गरेँ। यसमा देखाउँदैछ डिजिबी मेरो $4 जति छ भने अब यो $4 लाई फन्डिङमा ट्रान्सफर गर्नुपर्ने हुन्छ फर्स्टमा त। सो यो ट्रान्सफर अप्सनमा क्लिक गर्नुस्। यहाँ देखाउँदैछ फ्रम स्पट टु फन्डिङ भनेर र यसमा कुन कोइन हो यसमा क्लिक गरेर तपाईले आफ्नो कोइन चुज गर्नुस्। म जस्तो यसमा मेरो डिजिबी समथिङ $4 जति छ। यसलाई मैले डिजिबीलाई सिलेक्ट गरे, म्याक्सिमम क्लिक गर्नुस्। यति गरे पछाडि कन्फर्म अप्सनलाई क्लिक गर्दिनुस्। यहाँ देखाउँदैछ ट्रान्सफर सक्सेसफुल। स्पटमा मेरो भ्यालु यसमा 0 देखाइरहेको छ। अब ट्रान्सफर गरे पछाडि फन्डिङमा जानुस्। यसमा देखाउँदैछ समथिङ $5 जति मेरो फन्डिङमा पैसा छ। यो अमाउन्ट डिजिबीमा छ एउटा USDT मा छ। P2P ट्रान्ज्याक्सन गर्नको लागि यो डिजिबीले सपोर्ट गर्दैन। P2P ट्रेडिङ गर्ने हो भने तपाईसँग USDT हुनुपर्ने हुन्छ। त्यसैले अब यो डिजिबीलाई P2P ट्रेडिङ गर्नको लागि USDT मा कन्भर्ट गर्नुपर्ने हुन्छ। त्यसैले कन्भर्ट अप्सनमा क्लिक गरेँ। यसमा कुनबाट कुनमा गर्ने यसमा चुज गर्न सक्नुहुन्छ। USDT लाई मैले चुज गरेँ। कन्भर्ट गरे पछाडि USDT यति हुन्छ भनिरहेको छ। अब कन्भर्ट गर्नको लागि यो प्रिभ्यूमा क्लिक गर्नुस्। यहाँ देखाउँदैछ 3.90 USDT हुन्छ भनेर कन्फर्म गर्नको लागि यहाँ कन्फर्म अप्सनमा क्लिक गर्दिनुस्। सक्सेसफुल कन्भर्ट भइसकेको छ। ओके गर्दिनुस्। अब भने USDT 4.89 समथिङ पैसा देखाउँदैछ। अब यो पैसालाई म अब नेपालमा विथड्रल गर्नको लागि बैंकमा अथवा ई-सेवामा एकचोटि देखाएँ। त्यसको लागि ट्रेडमा आएर यो P2P अप्सनलाई क्लिक गर्ने। P2P ट्रेडिङमा अहिले म बाई गर्ने होइन, मेरो अब मसँग भएको पैसालाई सेल गर्न गइरहेको छु। सो यो बाईलाई होइन सेललाई क्लिक गर्नुस्। यसमा ट्रान्ज्याक्सन अमाउन्ट 1000 जति समथिङ गर्छु भने यसरी 1,10,100 टाइप गर्दै हाम्रो करेन्सी यो NPR देखाइरहेको छ र यो पेमेन्ट अप्सनमा क्लिक गरेर यसमा नेपालमा बैंक ई-सेवा खोल्ती IMA थुप्रै देखाइरहेको छ। अहिले म ई-सेवामा ट्रान्सफर गरेर देखाएँ। यसको ई-सेवालाई चुज गर्दै चुज गरे पछाडि यहाँ मेरो यहाँ केही सर्टेन फिल्टर गरिदिएको छ। यसमा विभिन्न रेटहरू दिएको हुन्छ। यसले धेरै पैसा दिएको भन्दा पनि इम्पोर्टेन्ट भने उसले कतिको ट्रेडिङ गरिराखेको छ। जस्तो यो मान्छेको बारेमा जान्न चाहन्छ भने कन्ट्रोलसँग क्लिक गर्ने। यो 24 मा उसले जोइन गरेको रहेछ। फिडब्याकमा क्लिक गरेर उसको बारेमा हामी जान्न सक्छ। यसमा नेगेटिभ कमेन्ट पनि 29 वटा छ भनिरहेको छ। यस्तो नेगेटिभ फिडब्याक भएकोहरुमा तपाईले नगर्दा नै राम्रो हुन्छ। सो मैले यसलाई क्लोज गर्दै अर्को एउटा देखाएँ। त्यसको लागि यसमा राइट क्लिक गरेर ओपन अ न्यू ट्याब गरे। यसको फिडब्याक एकचोटि हेरौँ। नाइस भनिरहेको छ। यससँग ई-सेवा खल्तिर IMA पेबाट कारोबार गर्छ भनिरहेको छ। यसमा मैले सेल USDT मा क्लिक गर्दै मिनिमम $6 भन्दा बढीको कारोबार मात्रै गर्छ भनिरहेको रहेछ। यसलाई ब्याक गरे। एकचोटि तपाईले आफ्नो यसमा ई-सेवा ID पनि लगइन गरिराख्नुस्। यसको बारेमा एकचोटि हेरिहालौँ। यसको फिडब्याक एकचोटि हेरौँ। ठिकै छ जस्तो छ। यसलाई सेल गरेर देखाएँ। सो यसलाई मैले सेलमा क्लिक गर्दै 0.00 समथिङ पछि यसमा भएसम्म 0 भ्यालु बनाउनुस्। यति गरिसके पछाडि यो सेल USDT मा क्लिक गर्दिनुस्। सक्सेसफुल प्लेस अर्डर। अब भने तपाईले यही मान्छेलाई वेट गर्नुपर्ने हुन्छ। यसलाई रिटर्न गर्न मिल्दैन। यहाँ वेटिङ टाइम देखाइरहेको छ 14 मिनेटसम्म लाग्छ भनिरहेको छ। अनि पैसा आइसके पछाडि मात्रै पेमेन्ट रिसिप्टमा क्लिक गर्नुपर्ने हुन्छ। उसले मेसेज गर्दैछ QR मा पठाइदियो भन्दैछ। अहिले पैसा पठाइसकियो जस्तो छ। अकाउन्टलाई रिफ्रेश गरे। नूर आलम सरले मलाई 792 रुपैयाँ पैसा पठाइसकेको छ। अकाउन्टमा पैसा आइसके पछाडि लास्टमा ठीक छ भने पेमेन्ट रिसिप्टमा टच गर्दिनुस्। I have read and confirm। यो कोड आउँदैछ भन्दैछ। चोटी कोड हेरे। बाइनेन्स P2P यो नम्बर फेरि कपी गरेर कोड कन्ट्रोल V पेस्ट गर्दै सेल्स सक्सेसफुल देखाइरहेको छ। अर्डर फेरि गर्ने हो भने रिअर्डर गर्न सक्नुहुन्छ। यो ब्रोकरलाई कमेन्ट गर्न चाहनुहुन्छ भने रेट योर P2P एक्सपिरियन्स भनिन्छ। यसलाई यसरी कमेन्ट पनि गर्न सक्नुहुन्छ। ध्यान राख्नुपर्ने यसमा जे पाए त्यति कुराहरू गर्नु हुँदैन। गरेको खण्डमा तपाईको अकाउन्ट ब्लक हुन सक्छ। यसरी हामी बाइनेन्सबाट नेपालमा P2P ट्रेडिङ गरेर बाइनेन्सको फन्ड विथड्रल गर्न सक्छौं। थ्यांक यू।